हेलो साथीहरु, गुड मर्निङ सबैजनालाई नमस्कार। म आरती पाण्डेको तर्फबाट आज चाहिँ म शान्ति पार्क आएको छु। यो चाहिँ बनेपा वडा नम्बर 11 को शान्ति पार्क पाकुडोलमा रहेको शान्ति पार्कमा आएको छु। आज चाहिँ म मेरो चाहिँ यहाँ सानो जग्गा पनि थियो, त्यही भएर त्यही क्रममा यहाँ आएको छु म चाहिँ। र यहाँ आउँदाखेरि चाहिँ एकदमै रमाइलो शान्ति पार्क, नाम पनि शान्ति पार्क अनि काम पनि शान्ति पार्क जस्तै छ। यहाँ चाहिँ एकदमै रमाइलो वातावरण रहेछ। यहाँ चाहिँ यस्तो रहेछ, यहाँको मन्दिर चाहिँ बन्द गरे रहेछ। उता मेरो श्रीमानज्यू चाहिँ आज एकदमसँग पिङ खेल्दै हुनुहुन्छ। आज चाहिँ उहाँ एकदम खुसी हुनुहुन्छ जस्तो छ। पिङ खेल्नमा लगातार लागिरहनु भएको छ। यता चाहिँ यस्तो छ साथीहरु, यता चाहिँ जंगल, जता गए पनि जंगलले चाहिँ छोड्दैन है साथीहरु। यस्तो छ, यो चाहिँ मन्दिर यस्तो छ। यहाँनिर चाहिँ बन्द गरेको रहेछ। ल मलाई चाहिँ यस्तो देखिरहेछ साथीहरु। यता चाहिँ खेल्ने, बच्चाहरुको खेल्नेहरु, जिम गर्नेहरु सबै छ है साथीहरु। यहाँ चाहिँ बिहान बिहान एक्सरसाइजको लागि चाहिँ एकदमै रमाइलो हुने ठाउँ छ। है साथीहरु, यहाँ चाहिँ खेल्ने ठाउँ, यताउता हेर्नु न कति शान्त छ क्या यहाँको वातावरण है, आनन्द आउने छ। के हो यो बच्चाहरु चाहिँ छिर्न मिलेर चाहिँ ठुलो मान्छे छिरो भने चाहिँ अड्किन्छ होला है साथीहरु यसमा। यता चाहिँ पिङहरु रहेछ। यता चाहिँ यहाँ पानी हालेर माथिबाट पानी उम्रिन्छ जस्तो भएको भए कस्तो राम्रो हुन्थ्यो होला है। र यस्तो रहेछ। यता माथि चाहिँ बस्ने ठाउँहरु छ, यस्तो छ। यता चाहिँ साथीहरु यताबाट गए पनि बाटो चाहिँ रहेछ, घोरेटो बाटो, तर यताबाट जान पनि मिल्यो। यहाँबाट चाहिँ बजारले ठ्याक्क जंगलले छेक्ने रहेछ। तर यहाँ घरहरु चाहिँ टनै छ, तर यतापट्टि यो चाहिँ अलिकति गएर साइडमा पर्छ नि त, त्यही भएर होला यताबाट चाहिँ देखाएन। तर नाम पनि शान्ति पार्क अनि यहाँको वातावरण एकदम शान्त छ है साथीहरु। हेर्नु साथीहरु, यस्तो कम्पाउन्डिङ गरेर राखेको रहेछ। पहिला चाहिँ यहाँ यस्तो थिएन है साथीहरु, म पहिला आउँदा चाहिँ। तर अहिले चाहिँ एकदमै राम्रो रहेछ। यहाँनिर चाहिँ एक्सरसाइज गर्ने ठाउँहरु सबै रहेछ है साथीहरु। बिहान आएर एक्सरसाइज गर्न चाहेमा यहाँ आएर गर्न सक्नुहुन्छ हजुरहरूले साथीहरु। यहाँ चाहिँ अब यो बस्ने ठाउँ के भन्छ, प्रतीक्षालय यतातिर रहेछ। कस्तो शान्त वातावरण, आनन्द आयो कि। मान्छेहरूले एकान्तलाई चाहिँ अब निराशापन यताउता भन्छ नि, तर म चाहिँ एक्लोपनलाई एकदमै इन्जोय गर्ने खालको मान्छे हो कि साथीहरु। तपाईहरुलाई कस्तो लाग्छ है? एक्लोपनले चाहिँ आफूलाई चाहिँ चिन्न मद्दत गर्छ अनि आफूमा चाहिँ निखारता ल्याउँछ क्या साथीहरु। म चाहिँ त्यस्तो लाग्छ है। यहाँ चाहिँ बस्ने ठाउँ पनि रहेछ। वाउ अमेजिङ। यता चाहिँ जंगल, जता गए पनि जंगलले चाहिँ छोड्दैन है साथीहरु। मलाई जता गए पनि जंगलले चाहिँ नछोड्ने भएको छ क्या। यताबाट आउने बाटो छ। यता माथिहरु पुराना घरहरु पनि रहेछ साथीहरु। त्यतिर यस्तो छ है, खेल्ने पनि बच्चाहरुलाई इन्जोय गर्नको लागि चाहिँ लिएर आउन मिल्ने ठाउँ रहेछ। एकदमै शान्त सुशील भनौँ न छ। यताबाट यस्तो, यहाँ शनिबार चाहिँ मान्छेहरु टन्नै हुनुहुन्छ। यहाँ अहिले चाहिँ हुनुहुँदो रहेछ साथीहरु। यता चाहिँ यत्रो प्रतीक्षालय रहेछ। यो चाहिँ स्पेशल डेमा मात्र खोल्ने होला कि यो मन्दिर चाहिँ। जहिले पनि अब खोलिरहँदाखेरि सबैजना आएर बिगार्ने यताउता सबै राम्रो नियतको हुन्छ भन्ने हुँदैन नि त, त्यही भएर होला। धुपीका बोटहरु सर्दैछन्, ठुला हुँदैछन् साथीहरु। म यहाँ धेरै पहिला आएको थिएँ। कस्तो राम्रो हुने के ढुङ्गाको सिडी चाहिँ है।
वाउ अमेजिङ रहेछ है, अमेजिङ। यहाँ चाहिँ खानेपानीको उहरू पनि रहेछ। यहाँ चाहिँ प्यारो फुलहरू फुल्दैछ। उहाँ चाहिँ एकदमसँग हिँडिरहनु भएको छ। हेलो भगवान्जी। यहाँ चाहिँ खानेपानी जस्तो होइन, कलकल पानी कति सफा छ क्या। खानेपानी नै हो कि सायद है, कस्तो सफा के पानी होइन साथीहरू। यता चाहिँ शौचालयको पनि व्यवस्था रहेछ है, यस्तो रहेछ। यस्तो जङ्गल। यहाँबाट चाहिँ सिडी चढेर अझै मासतिर जान मिल्ने रहेछ, तर जङ्गल चाहिँ अलि डर लाग्दै रहेछ साथीहरू। हाहा नेचुरल आकाश, जता गए नि आकाश देखिन्छ साथीहरू। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ हेर्नु न, कस्तो राम्रो फुल सरिसकेर फुल लागिसकेछ। त्यहाँनिर नि रहेछ खानेपानीको, यो चाहिँ यताको खानेपानी ठाउँ होला सायद। भइरहेछ, राम्रो हुँदैछ है। थ्याङ्क यू सो मच, लभ यु अल, बाई। प्लिज सब्सक्राइब।